मेरो आफ्नो विचारले र मैले एक्लैले मात्रै पनि हुँदैन, हाम्रो अब हरेक त्यहाँको वाडावासीको सहयोग पनि हामीलाई खाँचो हुन्छ, उहाँहरूको सहयोग पनि चाहिन्छ। त्यसमा मैले जितेँ भने त्यहाँ धेरै वाडावासीहरूको लागि त्यहाँ सरसफाइको कुराहरू छ, पानीको कुराहरू छ, हरेक यो महँगीहरूको विषय छ, खाद्यान्न महँगीहरू, सागसब्जी महँगीहरू। संसारभरि इन्टरनेटको माध्यमबाट हिँड्नुभएका सम्पूर्ण दर्शकवृन्दलाई म इन्द्र लिम्बूको तर्फबाट 2 जोडी नमस्कार अभिनन्दन टोक्राउन चाहन्छु। यतिखेर तपाईँले हेरिरहनु भएको छ हाम्रो नमस्कार अनलाइन टेलिभिजन। यस च्यानललाई लाइक, सब्सक्राइब, कमेन्ट, सेयर गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हामीसँग धेरै विषयवस्तु रहेका छन्, सामाजिक, आर्थिक, राजनैतिक, चलचित्र सम्बन्धी। तर आज हामी एउटा यस्ता व्यक्तित्वसँग कुरा गर्न लागिरहेछौँ। उहाँ तपाईको नेत्री पनि हुनुहुन्छ, उहाँ सामाजिक अभियन्ता पनि हुनुहुन्छ, उहाँ विकास प्रेमी पनि हुनुहुन्छ भने उहाँ व्यवसायी पनि हुनुहुन्छ। त्यसै गरिकन सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लोकतान्त्रिक प्रान्तीय मञ्च नेपालका नेत्री हुनुहुन्छ र त्यसै गरी धरान उपमहानगरपालिकाको वार्ड नम्बर 3 को चाहिँ प्रत्यक्षी वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ। उहाँ हुनुहुन्छ दिलो सुब्बा। उहाँसँग हामी कुराकानी गर्न लागिरहेको छौँ। अनलाइन हेर्दै गर्नुहोला हाम्रो नमस्कार अनलाइन टेलिभिजन र क्यामेरामा साथ दिनुभएको छ विनोद जुरेली उफ दुखी मुस्कान। स्वागत छ हजुरलाई हाम्रो नमस्कार अनलाइन टेलिभिजनमा। सन्चै हुनुहुन्छ? सन्चै छु। हजुरको छोटो परिचय दिनुहोस् न। सेवारो नमस्कार, म दिलु सुब्बा, म यहाँ धरान 3 मा बस्दछु। मेरो आबद्ध संस्थाहरू चाहिँ हाम्रो सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको म प्रान्तीय सदस्य र सुनसरी जिल्ला महिला मञ्चको सुनसरी इन्चार्ज र आबद्ध संस्थाहरू म किराँत याखुङ चुम्लुङ अन्तर्गत प्रदेश नम्बर 1 को सदस्य र हाम्रो आबद्ध संस्थाहरू त अब धेरै नै छन्। हाम्रो याखुङ चलचित्रकर्मीको उपाध्यक्ष र याखुङ कलाकार गायन क्षेत्रको पनि उपाध्यक्ष र हाम्रो धरान यो प्रज्ञा प्रतिष्ठान लोकजुहारी मञ्चको पनि सहसंयोजकमा आबद्ध छु। धन्यवाद। राजनैतिक क्षेत्रमा पनि हुनुहुन्छ, व्यवसाय क्षेत्रमा पनि हुनुहुन्छ, कलाकारिता क्षेत्रमा पनि हुनुहुन्छ। कसरी समय मिलाइराख्नु भएको छ? अहिले अब समय मिलाउनुको लागि त अब अलिकति आफूलाई इच्छा पनि हुनुपर्छ। कुनै कामहरू अब बाध्यता पनि हुन्छ होइन। त्यसरी नै अब अहिलेसम्म चाहिँ मिलाइराखिएको छ समयहरू। त्यसै गरिकन तपाईँ धरान उपमहानगरपालिकाको वार्ड नम्बर 3 को चाहिँ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लोकतान्त्रिक प्रान्तीय मञ्च नेपालको चाहिँ प्रत्यक्ष वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ। कस्तो लागिरहेको छ? अहिले मलाई वार्ड नम्बर 3 बाट चाहिँ मैले उम्मेदवारी दिनु पाउँदा यो खुकुरी चिन्हमा, दाबसहितको खुकुरी चिन्हमा मैले उम्मेदवारी दिनु पाउँदाखेरि मलाई एकदमै खुसी लागेको छ। एकदमै म खुसी छु, हर्षित छु। त्यसै गरिकन तपाईँ भोलि गएर वार्ड नम्बर 3 मा वडाध्यक्ष जित्नु भएको खण्डमा, निर्वाचित हुनुभएको खण्डमा सर्वप्रथम वार्ड नम्बर 3 मा चाहिँ के कस्तो विकास गर्ने योजना सोच्नु भएको छ? यहाँ मैले अब मेरो आफ्नो विचारले र मैले एक्लैले मात्रै पनि हुँदैन, हाम्रो अब हरेक त्यहाँको वाडावासीको सहयोग पनि हामीलाई खाँचो हुन्छ, उहाँहरूको सहयोग पनि चाहिन्छ। त्यसमा मैले जितेँ भने त्यहाँ धेरै वाडावासीहरूको लागि त्यहाँ सरसफाइको कुराहरू छ, पानीको कुराहरू छ, हरेक यो महँगीहरूको विषय छ, खाद्यान्न महँगीहरू, सागसब्जी महँगीहरू, यो भाडाहरू दुनियाँ बढिरहेको छ र अहिले यो के अरे पेट्रोलियम पनि एकदमै बढिरहेको छ। यही विषयमा हामी एकदमै सक्रिय भएर म अगाडि बढ्नेछु भन्ने मलाई। अब जाँदै वार्ड नम्बर 3 का आदरणीय वडावासी जनसमुदायज्यूलाई सम्बोधन गर्दै के भन्न चाहनुहुन्छ? 3 नम्बर वाडावासी दाजुभाइ दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने हाम्रो राज्यको लागि र हाम्रो अस्तित्वको लागि, हाम्रो भूमिको लागि र हाम्रो पहिचानको लागि, संस्कार संस्कृतिको लागि अरू ठुला पार्टीहरूले कुन पार्टीले गरिदिनु भएको छ, कुन पार्टीले चाहिँ हेरिदिनु भएको छ र कुन पार्टीले प्रोसेस गर्नुभएको छ, त्यो कुराहरू पनि मनन गर्नुपर्ने हुन्छ। र 3 नम्बर वाडावासीलाई म के भन्न चाहन्छु भने
म अहिले दाबसहितको खुकुरी चिन्हमा मैले उम्मेदवारी दिएको छु। अरू ठुला पार्टीहरूलाई तपाईँहरूले पहिला सबै पार्टीहरू हेरिसक्नु भएको छ, सबै पार्टीहरूलाई भोट दिएर जिताइसक्नु भएको छ, उहाँहरूको कामहरू हेरिसक्नु भएको छ र अब हाम्रो दाबसहितको खुकुरी चिन्ह हाम्रो सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चलाई पनि तपाईँहरूले हेर्नुपर्छ र अवसर दिनुपर्छ भन्न चाहन्छु र मैले 3 नम्बर वार्डमा उम्मेदवारी दिएको छु। यहाँहरूसँग मैले आशा गरेको छु दाबसहितको खुकुरी चिन्हमा भोट गरिदिनुहोस् भन्ने अनुरोध गर्दछु। नमस्कार। हजुरको विजयको अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छौँ। धन्यवाद। सबैको जय होस्। नमस्कार।